हेलो 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 नमस्कार साथीहरू सबैजनालाई सर्वप्रथम त यो एकदम मध्यकालीन रात भनौँ भने अहिलेको लगभग 12 बज्न लागेको छ। अब बिसकेर निस्किँदै गरेको अवस्था भनौँ यस्तै छ परदेशीको जिन्दगी, के रात के दिन होइन, सबै एउटै हो। र सर्वप्रथम त सम्पूर्ण नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना है। र मेरो युट्युब च्यानल खेमपुर गुरुजीमा सबैजनालाई स्वागत गरिन्छ। अब युट्युबमा अलिकति व्यस्तताका कारणले गर्दा पनि भिडियोहरू त्यति अपलोड गर्न पाइरहेको छुइनँ। अनि अलिकति टिकटकमा पनि हल्का फुल्का त्यति धेरै छैन, त्यसको लागि क्षमा प्रार्थी नै छु। मैले अलिकति अब सिजनको टाइम भएर अलिकति बिजी नै छु, त्यस कारणले गर्दाखेरि भन्दा पनि अब सर्वप्रथम फेरि पनि सबैजनालाई नयाँ वर्ष 2082को यो अब मध्यरात नभए पनि शुभकामना छ होइन सबैजनालाई। त्यति राम्रो त भिडियो देखिँदैन होला, अब त्यसले गर्दाखेरि त्यही पनि मैले भिडियो बनाउने प्रयास गरेको छु, टाइम मिलाएर गरेर र मैले अघि पनि भनिहालेँ यो होइन, परदेशमा बस्नेलाई के दिन के रात सबै बराबरै हुन्छ। ए रात परो के भयो भन्नेसँग सरकार केही हुँदैन, त्यसले गर्दाखेरि दिन रातसँग केही सरकार नराखी काम गर्नुपर्छ। त्यसले गर्दाखेरि बस्दै हुँदैन। अहिले अब लगभग 12 बजिसक्यो, एक्लै हिँडेको छ, गरेको छ। रुम जाँदैछु म चाहिँ अहिले, र रुम पनि फेरि म साथीभाइहरूको रुममा जाँदैछु। आज नयाँ वर्षको कार्यक्रम यसो होइन, हल्का हल्का यसो गरौँ सबैजना मिलेर भन्ने खालको जमघट गरौँ भन्ने साथीभाइहरूले बल गरे, त्यही भएर ल अन्त भेटघाट गरौँ यसो बनाऊ, केही छैन सधैँ हुँदैन भनेर म पनि यसो ड्युटी सकेर निस्केको केटाहरू होइन रुममा पुगिसकेको छन्। अब म चाहिँ स्यास्याएर फेर्ने अझै हिँड्दैछु झोला भोलि मेरो त छुट्टी छ, त्यही भएर कपडाहरू पनि छ भारी छ क्या, त्यसले गर्दाखेरि अलिक गाह्रै छ। भोलि अब छुट्टी भएकाले गर्दा पनि अब ल नि त भेटघाट गरौँ भन्ने, नभए त अब हेर्नु न यतिखेर फेरि भोलि 9-10 बजे ड्युटी पुग्नुपर्छ, नभए त गाह्रो हुन्छ। त्यसले गर्दाखेरि छुट्टी पनि छ, नयाँ वर्ष पनि ठ्याक्क अब लागिसकेको छ, र पनि यसो सबैजना भेटघाट गरौँ भन्ने खालको एउटा यसो अन्धकार छ है साथीहरू। यसको लागि चाहिँ म अब दिउँसो भिडियो बनाउन टाइम मिलेर, त्यसले गर्दाखेरि राति नै भयो भने भिडियो बनाउँदैछु। अब नेपालमा हुँदाखेरि हो भने यसको मजा अर्कै आउँथ्यो होइन, नयाँ वर्षमा मेला जाने, साथीभाइसँग घुम्ने, यताउता अब त्यही खालको रौनक हुन्थ्यो नि त होइन। परदेश भइसकेपछि अब यस्तै आफ्नो काम हुन्छ, ड्युटी हुन्छ, नभई हुँदैन। त्यसले गर्दाखेरि अब त्यही पनि टाइम मिलाएर साथीभाइसँग ग्यादरिङ गर्ने, यसो भेट्ने, बोलचाल गर्ने, यसो हाँसी मजा गर्ने, यसो होइन सबैजना बसेर खाने पिउने यसो भयो भने धेरै कुरालाई मिस गरिन्छ। धेरै कुरा अलिकति जे जस्तो भए पनि पुरानो कुरालाई सम्झिन्छ भनेर यसो ग्यादरिङ गर्नुपर्छ। र अब तपाईँहरूले पनि अब राम्रै गर्नु होला, कस्तो गर्नुभयो होला होइन, नयाँ वर्षमा यसो कमेन्ट गर्नु होला तपाईँहरूको कस्तो भयो नयाँ वर्ष। त्यसो भयो हाम्रो चाहिँ अब को छन् म तपाईँहरूलाई अहिले जाँदैछु, भिडियोमा देखाउँछु तपाईँहरूलाई भने को हुन्छ, हामी कति हुन्छ। अब केटाहरू निकै थुप्रैजना अब चाहिँ यो चाहिँ मेरो खाना रेस्टुरेन्टबाट म बोकेर खाना बोकेर लिएर आउँछु। अनि आज त हुन त केटाहरूले यतै खानासाना सबै बनाएको छ अरे, र पनि यसो रेस्टुरेन्टको पनि अलिअलि यसो खतरा केटालाई मन परे खानाहरू मैले बनाएर लिएर आएको छु। यसो अलिअलि खाँदा सबैलाई मिठो हुन्छ नि त होइन। हो यो अन्धकारको भिडियो त्यति राम्रो त देखिँदैन, त्यो पनि मैले बनाउने प्रयास गरिहालेँ। कस्तो हुन्छ के हुन्छ कमेन्ट चाहिँ गरिदिनु होला साथीहरू, तपाईँहरूको नयाँ वर्ष कस्तो भयो, कसरी दिनचर्या हुन्छ यसो कमेन्ट गर्नु होला है साथीहरू तपाईँहरू पनि। अब यसो नयाँ भ्लगहरू अलिक बनाउन निस्किन पाएकै छैन क्या, किनभने अब
घुम्नलाई अब कस्तो हुन्छ भने ठ्याक्क अलिकति समरको टाइम अब सुरु हुँदैछ, त्यस पछाडि अनि यसो निस्किन पनि मजा आउँछ। अहिले यो अलिक चिसै छ, त्यही भएर त्यति निस्किहाल्न नि मन लाग्दैन, अझै पनि चिसै छ है। अब अहिले अप्रिल भनेको आज 14 तारिक भयो, वैशाख लागिसक्यो नेपालमा, तर पनि अझै पनि यहाँ गर्मी त्यति भएको छैन, अझै पनि जाडै छ। त्यसले गर्दाखेरि घुम्नु लुगा लाएर हिँड्न पनि तर नि अलिक मजा लाग्दैन। त्यही भएर नि अब बिस्तारै भिडियोहरू बनाउने म प्रयास गर्छु। मेरो युट्युब च्यानललाई हेर्दै हुनुहुन्छ जतिजनाले पनि कन्टिन्यू गर्दै गर्नु होला, हेर्दै गर्नु होला। राम्रो भिडियो देखाउने म प्रयास गर्ने गर्छु। र आज चाहिँ अब केटाहरू अब को छन् म भिडियो गरेर पनि देखाउँछु। म आइपुग्न लागेँ, तपाईँहरूलाई त्यहाँ देखाउँछु, भिडियो लाँदैछ, हेर्दै गर्नु होला है कस्तो हुन्छ के हुन्छ बर्थडेहरू। बर्थडे भने चाहिँ न्यु इयर, न्यु इयरको पार्टीमा आइपुग्यो है। ल यहाँ हाम्रो केटाहरू ल ह्याप्पी न्यु इयर केटा, ल ह्याप्पी न्यु इयर। यो यस्तो छ हाम्रो चाहिँ ह्याप्पी न्यु इयरको पार्टी है। ल गीत नबजाउनु न, गीत नबजाउनु ल हाम्रो यो चाहिँ ह्याप्पी न्यु इयरको ल पार्टी हो है। अब केटाहरूसँग आइपुग्यो, ल दौडिँदै म चाहिँ अझै आएको। यता चाहिँ ल यता हाम्रो गुरुङ भाइ, यता हाम्रो दिल दाई, अनि यता हाम्रो झापाली भाइ, के अरे नाम पनि मैले बिर्सेँ यार, हेमन्त भाइ, यता हाम्रो के अरे सोनाम भाइ, हाम्रो पुनबहादुर खनाल, हाम्रो यता अरुण चालिसे, शिव भाइ, अनि यता चाहिँ म आफै भाइ। ल नमस्कार, मेरो नाम चाहिँ नवीन गुरुङ। यो 2082 मैले अघि 83 हालिदिन्छु क्या बिहान। 2082 को धेरै सबैजना मेरो साथीभाइ इष्टमित्रहरूलाई अहिले हामी रोमानियामा छौँ। यसो साथीभाइ रमाइलो कार्यक्रम आजको डेमा लेट्स इट्स इन्जोय ब्रो। ओके ल ओके बाई बाई सबैजनालाई। ल ओके थ्याङ्क यू सो मच एन्डिङ द ब्लग अल अफ यु। ओके थ्याङ्क यू। ओके ल